पराठा छ यता आउनु यता शीतलमा छ ए अँ दही पर्सी आके ल हाम्रो भान्जा छोरा छोरी ल नानी मलाई त एउटा एउटा मात्रै हाल्दै म त दिनभरि ल ज्योति चाहिँ त्यतापट्टि बस्नु म यता म सुरजसँग बस्छु तपाईँले 150 भन्यो यता उठाएँ उता त 100 रहेछ नि फेरि कहाँ यसैमा यहाँ चाहिँ मैले 100 भनेको नि तैँले कहाँ भने दिँदै फेरि यतापट्टि लिएर आएँ कि मैले फेरि म त बजेको भनेर डाइरेक्ट बजेको गरेर दाइले आशै अर्को मैले भाउजूले भात खाँदै यति खानु बरु मासु हाल्नु होला माग्यो आउन आज एक दिन खाएर केही हुन्छ भोलिबाट डाइटिङ भन्दै सबै वेट घटेको जामा कोही 2 किलो कोही 3 किलो डिप्रेक्सन दर्पण ज्याटी 3 किलो वेट घटेको रहेछ म मात्र नघटेको म चाहिँ फेरि मिठो लाग्छ कि त यहाँको खाना कस्तो खाँदै तर के हो कि कति 2 किलो बढी पनि घट्दैछ त्यो वेदर त्यो हामीले पैसा निकाल्दै सबै घटेकोमा छक्क परेको जस्तै के विन्स चटनी अनि जे मन पनि त्यहाँ निकाल्दै ततै हामी पर्दैन ओला त उठि हालिस् त हुन्छ त म दिनु त टिस्यु चाहिन्छ होइन हामीसँग छ होइन हाम्रो सोधेको रे दिदी तपाईँलाई चाहिन्छ भनेको होइन बाबु हाम्रो छ नि यो सकाउनु पर्छ के भएर के दिपे तपाईँ जापान कस्तो लाग्यो भनेपछि जस्मिनाहरू चाहिँ आउनु न जस्मिना पनि आउनु केमा राखिदिनु भन्दै हो यहाँ यता टोली त ए चिकन मिक्स गरिन्छ कति खान्छ भन्दा तिमीहरूले छोरी कति तपाईँ मुनि हो त्यही के भयो तपाईँ नि हातले खाने मैले हो त्यति खान्छु ए होइन त तँलाई नि एक खानै खाँदै खाएन बहिनी ल पानी लिन आएको नानी भात लिएर आइज तपाईँको भात लिएर आउनुहुन्छ मलाई त नहाल्नुहुन्छ नानी ए हो हामीलाई भात खाएको कति घन्टा पछि पो पानी हाल्नु आलु खाने र आलु
गोरे भएर तर्पण हाल्दै रहन्न मुखीतिर नआउनु हुन्छ होइन